I want to. I want to भनेको म चाहन्छु, म केही गर्न चाहन्छु भनेर तपाईले बोल्नु पर्यो भने चाहिँ I want to को स्ट्रक्चर प्रयोग गर्ने। जस्तो म अंग्रेजी सिक्न चाहन्छु, I want to learn English. I want to learn English. म गर्नै पर्छ, मैले गर्नुपर्छ, मलाई गर्नु आवश्यक छ भनिन्छ नि। सो आवश्यक भएका कुरालाई तपाईले बोल्नु पर्यो भने I need to. मैले जानै पर्छ वा मलाई अहिले जानु आवश्यक छ, I need to go now. I need to go now. मैले गर्नै पर्छ, I have to. I have to. म यो सकाउनै पर्छ, मैले यो सकाउनै पर्छ, I have to finish this. I have to finish this. I am going to. I am going to भनेको म गर्न जाँदैछु. I am going to. म तिमीलाई फोन गर्न जाँदैछु. I am going to call you. I am going to call you. तपाई केही गर्न जाँदै हुनुहुन्छ अथवा केही गर्न लाग्दै हुनुहुन्छ भने चाहिँ going to को प्रयोग गर्ने. Okay? I was going to. I was going to भनेको चाहिँ म गर्न जाँदै थिए. तपाई केही गर्न जाँदै थियो भने past को. So जाँदैछु भन्दा I am going to भयो हैन? म जाँदै थिए भन्दाखेरि चाहिँ past को लागि त हामीले was को प्रयोग गर्छौं. थियो थिए भन्दाखेरि चाहिँ. So I was going to. म तिमीलाई मद्दत गर्न जाँदै थिए. I was going to help you. I was going to help you. म चाहन्छु. I would like to. यो पोलाइट तरिकाले तपाईले बोल्नु पर्यो भने चाहिँ I would like to. म तिमीलाई भेट्न चाहन्छु. I would like to meet you. I would like to meet you. म प्रयास गर्दैछु. I am trying to. I am trying to. म सुधार गर्ने प्रयास गर्दैछु. I am improve. I am trying to improve. मैले प्रयास गरे. I tried to. I tried to. मैले तिमीलाई फोन गर्न प्रयास गरे. I tried to call you. I tried to call you. I tried to call you. म योजना बनाउँदैछु. ओके, तपाई कुनै कुरालाई लिएर चाहिँ योजना बनाउँदै हुनुहुन्छ भने चाहिँ I am planning to. ओके? I am planning to go there. म त्यहाँ जाने योजना बनाउँदैछु, हैन? सो कुनै कुरा योजना बनाउँदै छु भनेर तपाईले बोल्दाखेरि चाहिँ कुन स्ट्रक्चर प्रयोग गर्ने त? I am planning. जस्तो म यात्रा गर्ने योजना बनाउँदै छु. I am planning to travel. I am planning to travel. म सोच्दै छु. म सोच्दै छु भन्नु पर्यो. I am thinking of. I am thinking of. म सोच्दै छु. म नयाँ काम सुरु गर्ने सोच्दै छु. I am thinking of starting a new job. I am thinking of starting a new job. म गर्नुपर्ने हुन्छ. I am supposed to. मैले यो आजै सकाउनु पर्ने हुन्छ. I am supposed to finish this today. I am supposed to finish this today. मलाई गर्न मन छैन. तपाईलाई कुनै काम गर्न मन लागिरहेको छैन भन्ने चाहिँ I don't feel like. हैन, तपाईलाई चाहिँ केही गर्न मन लागिरहेको छैन भन्ने चाहिँ के प्रयोग गर्ने त? स्ट्रक्चर I don't feel like. जस्तो मलाई खान मन छैन. I don't feel like eating. I don't feel like eating. तपाईलाई केही गर्न मन लाग्यो. मलाई गर्न मन लाग्यो बोल्नु पर्यो भने I feel like. I feel like. मलाई बाहिर जान मन लाग्यो. I feel like going out. I feel like going out. म बढी मन पराउँछु. I prefer to भनेको म प्राथमिकता दिन्छु भन्नु पर्यो भने कुनै कुराका तपाईले चाहिँ रुचाउनुहुन्छ गर्नको लागि चाहिँ, हैन? त्यस्तो बेलामा चाहिँ हामीले prefer को प्रयोग गर्ने. म घरमै बस्न बढी मन पराउँछु अथवा रुचाउँछु भन्नु पर्यो. I prefer to stay home. I prefer to stay home. म बाचा गर्छु. म बाचा गर्छु बोल्नु पर्यो भने I promise to. I promise to. म तिमीलाई साथ दिने बाचा गर्छु. I promise to support you. I promise to support you. म तिमीलाई साथ दिने बाचा गर्छु. I promise to support you. मैले निर्णय गरे. मैले निर्णय गरे भनेको चाहिँ I decided to. I decided to.
मैले कडा मेहनत गर्ने निर्णय गरेँ। I decided to work hard. I decided to work hard. तपाईले कुनै कुरा गरे, मैले यस्तो गर्ने निर्णय गरेँ, म त्यहाँ जाने निर्णय गरेँ, हैन? सो तपाईले निर्णय गरे भन्नु पर्यो भने चाहिँ decided to को प्रयोग गर्ने, है त? नेक्स्ट हेरौँ, म आशा गर्छु। I hope to. म आशा गर्छु, I hope to. म तिमीलाई चाँडै भेट्ने आशा गर्छु। I hope to see you soon. I hope to see you soon. म पहिला गर्थे। I used to भनेको चाहिँ के त, म पहिला गर्थे। तपाईँ चाहिँ सानोमा हुँदाखेरि चाहिँ म यस्तो गर्थे, तपाईको एउटा बानी थियो, हैन? यस्तो पहिला यस्तो गर्थे भनेर बोल्नु पर्यो भने चाहिँ I used to को प्रयोग गर्ने। म पहिले फुटबल खेल्थे। I used to play football. I used to play football. मैले बिर्से। I forgot to. I forgot to. मैले मेरो फोन ल्याउन बिर्से। म मेरो फोन ल्याउन बिर्से। I forgot to bring my phone. I forgot to bring my phone. म प्रतीक्षारत छु वा म पर्खिरहेको छु बोल्नु पर्यो, उत्साहित छु भन्नु पर्यो भने चाहिँ I am looking forward to. I am looking forward to. म तिमीलाई भेट्न उत्साहित छु। I am looking forward to meeting you. I am looking forward to meeting you. म गर्न सक्दिन, हैन? धेरै महँगो कुरा जुन हुन्छ तपाईले त्यो चाहिँ सक्नुहुन्न भने चाहिँ I can't afford to. Okay? I can't afford to. यस्तो कुनै तपाईलाई कपडाहरुको हैन लगाउन मन लाग्यो तर त्यो एकदमै महँगो छ भने चाहिँ तपाईले गर्न सक्नुहुन्न, त्यो किन्न सक्नुहुन्न नि। सो अफोर्ड टु भनेको चाहिँ I can't afford to भनेको चाहिँ म यो गर्न सक्दिन भन्ने टाइप जस्तो। म कार किन्न सक्दिन। I can't afford to buy a car. I can't afford to buy a car. I managed to. I managed to भनेको म सफल भएँ। म समस्या मिलाउन सफल भएँ। I managed to fix the problem. I managed to fix the problem. म असफल भएँ। I failed to. I failed to. म यो बुझ्न असफल भएँ। I failed to understand it. I failed to understand it. म तयार छु। I am willing to. I am willing to. म मद्दत गर्न तयार छु। I am willing to help. I am willing to help. मतलब म इच्छुक छु भन्नु पर्यो भने चाहिँ म तत्पर छु, तयार छु, इच्छुक छु भन्दाखेरि चाहिँ I am willing to को प्रयोग गर्ने। ओके? म मद्दत गर्न इच्छुक छु भन्दा पनि I am willing to help. म तयार छैन वा म इच्छुक छैन। I am not willing to. I am not willing to. म जोखिम लिन तयार छैन। I am not willing to take risk. म गर्व गर्छु। म गर्वित छु। म गर्व गर्छु। I am proud to. I am proud to. म तिम्रो साथी हुनुमा गर्व गर्छु। I am proud to be your friend. म तिम्रो साथी हुनुमा गर्व गर्छु भन्नु पर्यो। I am proud to be your friend. I am proud to be your friend. म तयार छु। I am ready to. I am ready to. म सुरु गर्न तयार छु। I am ready to start. I am ready to start. म सुरु गर्न तयार छु। I am ready to start. त्यसैले म जानको लागि तयार छु भन्नु पर्यो। म जान तयार छु बोल्नु पर्यो। I ready to go. I am ready to go. हैन? सो कुनै कुरा तपाईलाई चाहिँ म यस्तो गर्न तयार छु भन्दाखेरि चाहिँ यो स्ट्रक्चरको प्रयोग गर्ने I am ready to भनेर चाहिँ, है त? म खुसी छु। I am happy to. I am happy. तिमीलाई सहयोग गर्न पाउँदा खुसी छु। I am happy to help you. I am happy to help you. म डराउँछु। I am afraid to. I am afraid to.
म बोल्न डराउँछु. I am afraid to speak. I am afraid to speak. I am eager to. म उत्साहित छु. I am eager to. म सिक्न उत्साहित छु. I am eager to learn. I am eager to learn. म बुझ्छु कि अथवा म महसुस गर्छु कि I realize that. I realize that. म बुझ्छु कि मैले गल्ती गरेँ. मैले महसुस गर्छु कि मैले गल्ती गरेँ. I realize that I made a mistake. I realize that I made a mistake. म विश्वास छ कि मलाई विश्वास छ कि I believe that. I believe that. मलाई विश्वास छ कि यो सत्य हो. I believe that this is true. I believe that this is true. म अनुमान गर्छु कि I guess that. म अनुमान गर्छु कि ऊ व्यस्त छ. I guess that he is busy. I guess that he is busy. मलाई थाहा छ कि I know that. I know that. मलाई थाहा छ कि तिमी सही छौ. I know that you are right. I know that you are right. म काम गर्दैछु. I'm working on. I'm working on. म मेरो अङ्ग्रेजीमा काम गर्दैछु. I'm working on my English. I'm working on my English. मैले आशा गरेको थिइनँ. I didn't expect to. I didn't expect to. मैले तिमीलाई यहाँ देख्ने आशा गरेको थिइनँ. I didn't expect to see you here. I didn't expect to see you here. म जिम्मेवार छु. I'm responsible for. I'm